दिदीको गरिसक्नु तिम्रो नि उही हो कुरा जाऊ जाऊ त्यसै गर हामीले आगो फुक्नु भएको हुँदैन फुकेको भन्दै थियो आज चाहिँ मामा भन्छ पु अहिले सबैजना बनाउनु पर्यो नि छैन देखिँदैन म घरि के भन्छ घरि के भन्छ तपाईँहरूको बुढौलीहरू चाहिँ को हो के के हो तिनजना चाहिँ परिटडी भएको है फेरि तपाईँहरूलाई यसरी घुमाउँदा घरमाथिबाट पायो हाम्रो अहिलेसम्म आनन्द घाम लागिरहेको होइन बिहे हुँदा त जेउनी जाँदा पो पानी आउँछ भन्थ्यो त हौ घरतिर आउँदा हौ है यसरी लामो च्याप्नु पर्दैन हजुर म त हेर्दिनँ भाइ यतिकै खिच्छ फेरि हो यस्तो क्यामेरा चाहिँ घुम्दा पाउनु नि
हामीले हुन्छ मसिनो ल्याऊ धेरै होइन घुमेको गए 3 फन्का नाङ्लोमा छ नि म त खोज्दैछु नि त अब एकताल दिउँला नि त ठिकै हो त यस्तो हो नि हो दाइने हो यो दाइने ठिक होला यता देब्रे भयो फन्का अब 2 फन्का भयो है अब एक फन्का दाइने हो नि दाइने हो हातमा नाङ्लो बोकेर घुम्ने मान्छे चाहिँ डरै खोजेछ मान्छे मार्लेर भयो भाइ त है यो सबैलाई दुनाहरू दिनु अबको लागि एक मुष्टामा राख्यो भनेर चाहिँ यसरी बाबा राखेको रहेछ गरौँ भ्याटौँ यो कुनै अब हामी अब बोल्दै जाँदा धेरै कुराहरू थियो होला छुट्याउने गरौँ भन्ने खालको कुरातिर लागेको हामी चाहिँ त्यो भरे अब बोल्दै जाउँ ल है ल कोपी सबै यो चाहिँ अब धेरै नबोल्नु झन् बोल्दैमा झन् तातिँदै जान्थ्यो होइन हो कि मान्छे मैले भनेको थिएँ यो चाहिँ यसो रहेछ यो हामीलाई आयो भनेर हामीले यो अब हजुरले मागेसम्म सबै अहिले होइन अनि अब खानपिन गर्ने राख्दै ढोक्नु पर्यो भिडियो अहिले हामी त हेर्ने मात्रै हो पत्ता त पाहाडमा के हो तलैबाट लिएको भए यो चाहिँ बाङ्गाले भन्दा सुनाले आशीर्वाद दिएको साला म भन्छ अब के गर्नु मलाई आशा हुन्छ कि के गर्नु भने अब यति भएपछि बाहिरै निकाल्ने कुरा चाहिँ नगर्नु न नाचिसक्नु भयो नाचे त एकचोटि टिका लगाइसक्नु भएको टिका चाहिँ हालिदिनु टिका चाहिँ ल के भन्दाखेरि टिका लगाइदिनु न मेरो आशीर्वाद दाजु गरिस् मैले गर्नु मैले सकेर लगाइदिनु न टिका लगाइदिनु न ल गरी यस्तै हो होइन आउँदैन को बाबा छैन ए हाम्रो दाजुको होइन हो ल खुट्टा नछ्यो अलग्गै ढोक्नु पर्यो छोरी ज्वाइँले चाहिँ छोरी ज्वाइँले चाहिँ त्यो सबैलाई ढोका त्यसरी है आज एउटा ल दाजुको छोरा छोरीहरु कवि दाजु र अरू मामा छ अरू मामाहरू साइदा मामा छ हुनु न अब त्यो नाम गरेर तल बाँगा छुना भन्ने चाहिँ उसको भाइ ए होइन उसको देवर उसको लागि ल्याइदिएको नि पैसा जानु पर्यो नि टिका लाउनु त एकछिन माइलीको हो माइली फुपूको ए बाख्रे राखेछ हौ यो बुढाले आज ल्याङ गरेको कि हैरानै पारिसक्यो त्यो साइनो नबिर्सिकन राख्दा हुन्छ नि त त्यसरी बिर्सिनु भएन क्या अब को अब त यहाँ फुपू गर्दा भइहाल्यो अनि नि तिमीले उखु पनि थाप्थ्यौ ल काकाको अनि सिरिबाको दिदी के पो
यता चाहिँ होइन होइन नि कहाँ अहिले माइली झोक तिमी सिरी बागा छुनाको एकताल ढोको हुन्छ यो भान्जाको बोलाउनु भइसक्यो त त्यो भान्जाको यहाँ भएको छैन भान्सा अब जेठी सासुको ढोकेकै छैन अनि सार्नु पर्यो नि ठट्टा हुन्छ तलबाट गाडीमा लिएको छु पापाको कसको अरू को छ त्यो परिवार गर्नुपर्छ एकछिन यहाँ म बनाइदिन्छु नि सबैको भन एकताल ढोकाउँछु मलाई थाहा सक्नु अरे हौ जोडी गर्नु कि दुईटा हुँदा चाहिँ हुन्छ दुईटाले पैसाले नपुग्ला जस्तो भयो न पैसा छ त पुरा छ त पैसा घरमा पैसा सक्यो भने पाइहाल्छ नि यहीँ झन् कोरियाबाट हाम्रो कति छ अहिले प्लट गर्दाखेरि ट्विन पैसा त अलिकति महँगो बने त यो 3 त्यति हो नपाउने त यो 300 मा पाउँछ त्यो 4-5 हजार पाउँछ सिर बनाउँदाखेरि चाहिँ अहिले चाहिँ यो भइहाल्यो त्यतिकै होइन त्यो त बोल्ने ठाउँमा अनि अस्ति माइली पनि आउँदाखेरि बुढाबुढीले बोल्ने ठाउँमा सम्झिने बोलेको नि मलाई काफी नै लाग्यो यो त राम्रो एक्सिडेन्ट भयो किनभने नि सेतो भेडाको कारण छ मैले अघिदेखि भने नि है अनि के भन्नुहुन्छ अब यसरी धरानी छ है कसो हो के हो धारण दिने नदिने होइन यो निर्णय त अब तपाईँहरूले भन्नुभयो अब हुनु चाहिँ अब घरको गार्जेनको हुन्छ अब यो चाहिँ ऊ हुँदो रहेछ हुन्छ केही केही यो चाहिँ के हुँदो रहेछ भने हामी घरको गार्जेन नै भनेको राईहरूको चाहिँ हुँदो रहेछ वातु भनेको चाहिँ हाम्रो मन्त्री हो यो दिनु नहुँदो हो यो धरा तपाईहरुको ज्वाइँको नाम चाहिँ मौसम लङवा लिम्बू हो मौसम लङवा लिम्बू मौसम ल बजा कसम माई बाच्चै हो नि हैन यो बाच्चै हो यो कहिले पनि नछोड्ने जिन्दगीमा नछोड्ने उले परायो भने तिमी चुप लागेर बस्ने चुप लागेर बस्छु रिसिटे भने के गर्ने चुप लागेर बस्छु हात नचलाउने अनि कसरी पकाउँछौ हात त चलाउनु पर्छ खुट्टा चलाउनु पर्छ तर राम्रो गरेर खानु त पर्छ कसम ल अब यसो गरौँ है हामी उयो गरौँ यता हाम्रो बाथरुमलाई नि गरौँ अब ज्वाइँ चेलाले तलमाथि आउँदा जाँदा यसरी बोल्ने बेला यो बेला हो हाम्रो छोरीले तलमाथि गऱ्यो केही भने ज्वाइँको खुकुरी जाग्छ भनेर भन्नु पर्यो नि यसरी हो यो त्यसै होइन कसम बाच्चा खानुपर्छ के हो कि होइन भाइ एकछिनमा लगेको छ होइन हामीले त अब एकछिनको लागि दियौँ अब तपाईँहरूको अब माया दिनु भएन कसै भन्नु तर आज चाहिँ हामी बुढाउली पाकौली बसेर हामी सबै यो कुरा सोधेको कुरा हो अब भने जति कारण आफै छोराछोरी उत्तिकै आफ्नै समाज हो त्यसो भएर अनि छोरीलाई छोड्यो भने चाहिँ तिमी मान्छौ आफै समाज अब छोराछोरी के तपाईँले एउटा कुरो चाहिँ के गर्नु पर्यो भने है हाम्रो यो बुलुखुम है बुलुखुम मध्ये चाहिँ हाम्रो अब कलश चाहिँ अब कता
गयो होइन उता बाहिर ल्याऊ यहाँ बोल्ने चाहिँ बोल्दै के रहेछ भने गाई तपाईँले हेला आउँछ गर्नै हुन्न त तर बाजा बाजा गर्नुहोस् लडाइँ चाहिँ नखेल्नुहोस् होइन होइन मैले गाईलाई सोध्दैछु यो प्रश्न खोजिरहेको थिएँ तपाईँलाई नि यो प्रश्न मैले खोजिरहेको थिएँ किनभने अस्ति पनि यहाँ माइली कता मैले त्यो प्रश्न खोज्दा तपाईँहरूलाई खोला नलाल चाहिँ छेकेन अब छेक्यो भने चाहिँ छेकेन भन्छ अब छेकेको हामीले देखिरहेको छौँ अब होइन छेकेन अनि पो ढिलो आएन सिरिपेस लाउनु भयो सिरिपेस चाहिँ हावाले उडाउँदैन र सिरिपेस चाहिँ हावाले उडाउँदैन भएन के गर्नु त यसलाई अब यतिमा बिचमा यो त अब उहाँले सोधेर उहाँलाई प्रश्नै मैले दिइनँ तपाईँहरूलाई कसैलाई पनि दिइनँ किनभने प्रश्न सोध्नु पर्यो भने कुनै बेला त्यस्तोपट्टि राखेर मलाई सोध्नुपर्छ अनि तपाईँलाई पनि होला फुकाउनै पर्यो देखाउनै पर्यो देखाइदिनु पर्यो सुतेर जानुहुन्छ फेरि अर्को ठाउँ कहीँ यस्तो पर्यो भने उहाँहरूले पनि जान्नुहुन्छ हेर्नुहोस् यसरी बोल्नुहोस् है जहिले पनि एउटा कुरामा हामीले गर्ने यस्तो अझै यस्तोमा अब अझै कति हामी अब हरेक कुरामा आउँछौँ तपाईँहरू भाइजनदेखि त अब मगनीले भएको हामी बसेको पनि हो है मगनी भयो यो चाहिँ अब सबै बाजा कसम होइन कसम बाजा खानेकुरा आयो अहिले पो सुन देखेर लानुभयो भोलिदेखि भोलि पछि गएर एउटा नानीको आमा दुईवटा नानीको 5वटा 10वटा 20वटा होला त्यहाँदेखि चाहिँ गुण देख्नु हो कि गुण देख्नुहुन्छ गुण आज अब राम्री छ पछि त अब चाउरी पर्ला होइन त्यो गइहाल्छ नि फेरि छोरा मान्छेको अलिकति होइन छोरी मान्छेको तर त्यो गर्ने हो कि होइन कसम बाँच्छ भनेर होइन एकदम भन्नु है तपाईँहरूले पनि त्यसरी गर्ने हो कि होइन ज्वाइँ यतिखेर सबैले भन्ने हो यस्तो उनीले बजाउने हामी बजाउने होइन हामी त कसम उनीले माग्ने कि हामी माग्ने होइन हामी सोधिरहेछौँ त सबैले सोधिनु गाले पनि सोधिनु अहिले माया गरेर होइन यहाँ सुन्नुहोस् है अहिले माया गरेर लगेको छ पछि काया हामीबाट त्यस्तो होइन त्यहाँबाट सोध्नु छ हामीले यो बजाइदिनु त्यो पैसाले ठ्याङ बजाइदिनु न ल कसम बाचा है माया गर्नुहुन्छ नि एकदम अझै मन त छैन छोरीमा आयो अब हामी फेरि क्या त ज्वाइँलाई मात्रै गर्छौँ तिमी जानु गइहाल्नु होइन अब के भन्नु हाम्रो त हृदयको फल मुटुको घाउ जान त गइहाल्यो हो कि काका बाउ पनि छ सबैले भन्यो पनि तिमी जानु गयो जसरी गरी खाएको त राम्रै देखिन्छ सबैले होइन भोलि गएर बाँधो जुजो यता त्यता यता ए ज्वाइँलाई यसो गरे उयो गर्दै मुद्दा हाले भनेर आउने कि नआउने आगो पनि नटोसी बल्दैन होइन एउटा कुरो साँच्ची नै हो भोलि सानो कुरोमा तिमी पनि ज्वाइँसँग बाँधेर आउँछ कि आउँदैन तिमी साँच्चै नै मन पराएर गएको हो त एकदम मन पराएर उसको आनी बानी पनि थाहा छ थाहा छ त्यसो भए चाहिँ अब होइन तर एउटा कुरो उल्टो पनि एउटा शब्द चाहिँ उल्टै लाग्छ मैले बोल्दाखेरि जहिले पनि होइन यही कुरामा कति ठाउँमा त्यही हुन्छ क्या हेर्नु है मुखको कसैले ल्याऊ हातको कसैले नल्याऊ भन्ने खालको होइन हातको कसैले ल्याऊ भन्ने खालको नि हुन्छ है हातको कसैले नल्याऊ मुखको
कोसेली नलेऊ लिएर आऊ फेरि हात कोसेली पनि नलेऊ भन्नु जस्तो नि हुन्छ क्या कोही बेला त हुँदैन हुँदैन नि नहुन पनि सक्छ गरिब दुखी त ल्याउनु सक्दैन पनि कहाँसम्म यो भइरहन्छ र हातको कोसेली ल्याउ मुख कोसेली नल्याउ भनेको चाहिँ बाजेर आएको चाहिँ माइती घरमा कहिले पनि नसुनाउनु है यो भनेर चाहिँ माई कसम होइन बित्दै होइन हामीले चाहिँ कसम खाएको हो तिमी जसरी एउटा गरी खान्छु भनेर गएको छौ होइन र जसरी गरी खानु दुःख सुख भनेको जो सुकेला हुन्छ है सबैमा छ र तिमीले कसम पाऊ बाचा कसम होइन सत्य बाचा कसम खाएर उहाँसँग चाहिँ गरेर खान्छु उहाँको नाम के हो बाबा यो पनि राख्नु ल होइन अहिले हाल्दै दिनु न सबैले दिने कि त्यो ठिक्क पार्नु कि त्यो तपाईँहरू नअसाध्यै कस्तो हो यो हुन्छ हुँदैन तपाईँले दिन्न भनेर यिनीहरू दुईजना हाम्रो मौसम यो चाहिँ हो माने क्या नाम क्या बुहारीको मनिता मनिता सामसङ तुलना छ दुईजना मन बराबर भएर जोडी बाँध्यो यो भविष्य चाहिँ हो क्या बाँधेको हो अब ल्याउनु भयो एकमुठी सास हुइन्जेल दुईजनाको तिमीहरूको जिन्दगी भरि मजाले गरी खानु मिलन गरी खानु झै झगडा नगर्नु भइहाल्छ दिदी हाम्रो यता मिलाइसक्यो झापाबाट लिएको पत्ता हो जाजी कोलाको बला जाजीको नि त्यही महँगो बिग्छ अनि त्यसकै ल्याउनु परेन ल सस्तो त ल्याउँदैनौँ त हामी अब एउटा कुरा नि यहाँ सुन अब 2 महिना रसी बोलेर यता फेरि पक्रिन आऊ भाइजनबाट लिएको अरे जाजी कोलाको पत्ता लिएर चेतिएर हाम्रो औल भएर यस्तो मधेस भएर अरू पत्ता लेखको चाहिँ लुलो हुन्थ्यो हामी त डर छ यो भक्तलाई फेरि त्यो अहिले हतार परेर कि अनेक कुरा त भन्नु थियो हो हाम्रो साला कुकुरले भित्र पसेछ मलाई चिनिस यता आइज न तल जे कि छ नि यत्रो बढे तँलाई साथी लाने जान्छ साथी नभएर कस्तो भएर यसको नाकमा जुका पसेको छ क्या नाना पानी त नि अस्ति निकालिदिनु खोजेकोले हामीलाई कति मोटाउँदै सानो मोटाइ गएको छैन पुग्ले बाहिर जा जेठीको पनि कान्छीको पनि साइलीको पनि एउटा ढोकाइ तिनवटा मात्रै हो 3 बहिनी रहेछ ल एकैसाथ ढोक्नु सक्नु जो अहिले तिनै तल कुरा भन्छ के गर्ने मन्ताले पो भन्दै मेरो फुपू भन्दै भन्दैछु है ए चिनाउँदैछु यो कुरो है अब मैले सोध्ने कि कसले सोध्ने अब आफै विचार गर्नु होइन के अरे सामसङले नै सोध्नुपर्छ मेन उसले नै अरूले कहाँ सोध्छ मैले सोध्नु कुमारले नै सोध्छ मैले नि सोध्नु अनि मैले सोध्दा भा रिसाल्छ अरूले सोध्दा नि रिसाइहाल्छ नि तपाईँ रिसाउनुहुन्न अनि तर सबैले भन्ने नि है मैले मात्रै सोधेर चाहिँ हुँदैन है सघाउने छौँ यहाँ तपाईँहरूको बिचमै फेरि यो तपाईँलाई मात्रै होइन मलाई पनि हुने फेरि पालोसँग सोध्छ एउटा कुरो चाहिँ पऱ्यो थाहा पायौँ त्यसबाट तरेर आइसक्यो त्यही भएर अब धराइ चिन्ता भएन होइन के गर्नु त यसमा अब यो चाहिँ राख्ने नै मैले चाहिँ कुरा गरेँ तपाईँ नबोल्दिने है यसमा चाहिँ अब तपाईँहरूले उत्तर चाहिँ दिनै पऱ्यो बाबा के अरे भनेदेखि होइन उहाँलाई सोध्दैछु अब तपाईँ किन मैले भने त हावापानी आयो तपाईँहरूलाई छेल्यो पहिलो टिका चाहिँ
चिकिङ वाइन साखा पिएछ दाजु कुयामा मायामा जस्तै गर्छ ल हामीले त यहाँ त हामी त बोकेर गयौँ तपाईँहरूको जेसो यो अब त हामीले तल लानुपर्छ होइन अनि एकछिन त साथीले टिका हो भन्दाखेरि आएको अनि मैले यस्तै के जति गर्नुहुन्छ भन्ने आशा गरेको छ ल यति नै हो है ल त रासेला लु भएको रहेछ ठिकै छ के छ भने अघि आउँदा पनि होइन हामीले लामटुप्पा राख्यौँ अब भोकै आउनुभयो तिर्खै आउनुभयो होला हामीले अब यो भोकै भयो तिर्खै भयो होइन के भयो हामीले त अब होइन ऊ गऱ्यौँ तर तपाईँहरूको अघि आउँदाखेरि हामीले जुन कुरा होइन छोटकारीमा बोलेँ है यो कुरा धेरै अब बसेर बोल्नु भन्ने त अब धेरै नै होला र म छोटकारीमा भन्नु थालेँ के छ भने तपाईँहरूको 7औं अंशदेखि लिएर तपाईँहरूको केही कुरा कुलेन मान्ने केही नहोस् हामीले त साथै नै होइन एउटा कुरा हो तपाईँहरूलाई जसरी हामीले लेखेको छौँ त्यसरी नै हामी यति राखेर बिन्ती दिइसकेको छौँ तपाईँहरूको अब रीतिघाटमा धेरै एउटा हाम्रो पनि बाटोघाटोमा देवीले पनि रक्षासँग गरोस् भन्नु है सबैले भन्नु है राम्रोसँग होस् अहिलेसम्म राम्रो भयो अनि यो रीति भनेको चाहिँ जस्तै राजाको घरमा 4 काजी अरे र हामी रैतीको घरमा 4 वाटौँ म चिन्छु क्या मान्छे अस्ति तपाईँको भाइलाई है तर बाबा एउटा कुरा अब यो कुरा यसलाई चाहिँ मैले खोलेर एउटा कुरा भने ल तपाईँहरूलाई बिदा त नआयो कि तपाईँहरू 22 दिन 15 दिन बस्दा पनि आउनु चाहिँ अघि मैले त आमालाई पनि भने है म आमै भन्नु पर्यो किनभने तपाईँलाई पनि आमै ससुराली के पछि साली मन पर्यो अहिले मौसमले मन पर्यो न त छाटै मन पर्यो खोइ त यो न त छाटै मन पर्यो तर पनि भिनाजुको आटै मन पर्यो तर पनि भिनाजुको जुकै मन पर्यो मन पर्यो भेडा त त्यो म नाच के रुकुमै कोटाउ म भेडावटी चाहिँ हो
खाएर गर्नु भाग्यमानी हुनु अब तिमीहरूलाई किन धेरै आशिक दिनु हामीभन्दा धेरै जान्नु छौ बाटो छौ होइन तिमीलाई धेरै पुरानो साथीहरू भेटेर कति वर्षपछि नाच्दैछिन् है। मनको कुरा चाहिँ खोलिदेऊ, लाज लगे आँखैले
कुरा चाहिँ खोलिदेऊ लाज लगे आँखैले बोलिदेऊ के सरला Dikit